हेलो नमस्ते सबैजनाहरुमा हजुरहरुले पहिलाको भिडियो हेरिराख्नु भएको छ भने मेरो भिडियोमा के चलिरहेको छ अलरेडी थाहा पाइसक्नु भयो होला। आज चाहिँ 9 महिना लागिसकेको छ। 9 महिनाको फर्स्ट विक चलिरहेको छ जापानमा। 9 महिना भनेको त्यो सेप्टेम्बरको फर्स्ट विक चलिरहेको छ। आजकल चाहिँ पानी परिरहेको छ। म टोकियोदेखि बोलिरहेको छु। हजुरहरु कहाँदेखि हेरिराख्नु भएको छ भिडियो, नेपालदेखि हो कि जापानदेखि हो कमेन्टमा छोड्न नबिर्सिनु होला। अनि अर्को चाहिँ हजुरहरुले सब्स्क्राइब गरिसक्नु भएको छैन भने गर्न पनि नबिर्सिनु होला। कता भेटाएर आउनु भएको छ हजुरहरु? फेसबुकदेखि भेटाएर आउनु भयो कि मलाई टिकटकदेखि भेटाएर आउनु भयो कि सिधै भेटाउँदा खोज्दाखेरि भेटाउनु भयो कि कताबाट भेटाउनु हो? त्यसपछि फेसबुक पनि छ। हजुरहरुलाई धेरै कुराहरुमा कन्ट्याक्ट गर्न सजिलो हुने तरिका चाहिँ फेसबुक छ। त्यसैले फेसबुकसँग कन्ट्याक्ट गर्नु होला। यति भन्दै मैले चाहिँ अब हस्पिटलको कुरा चाहिँ चुजुकी गर्न चाहन्छु है। अस्ति कुरा सिकिसक्यो। हजुरले सम्झिनु भएको छ जापानको एम्बुलेन्सको फोन नम्बर सम्झिसक्नु भयो त? इची क्यू 119 सम्झिनुस् है त। बच्चाहरुले पनि थाहा पाउँछ के चाहिँ। त्यसैले बिरामी भएको बेलामा एम्बुलेन्सलाई कल गर्न सकिन्छ। नर्मल बिरामी हो गएर यतिकै चेकअप गरेर चाहिँ बोलाउँदैन है। एमर्जेन्सीको बेलामा मात्रै हो। अनि नर्मल हो भने चाहिँ ट्याक्सीहरुमा गाडीहरुमा आफै जानुपर्छ। अनि मैले भनेको थिएँ हस्पिटल भनेको बेहोइन हो, तर बेहोइन भित्र पनि यो बेहोइन के बेहोइन हुन्छन् त्यसको बारेमा कुरा गर्न गइरहेको छ आज। सँगै हजुरहरुले के दुख्यो के गर्यो भन्ने चाहिँ मैले दुख्यो भन्ने कुराको भिडियो चाहिँ बनाइसकेको छु। तर मलाई यो दुख्यो भन्दा पनि रोगको नामहरु हुन्छ नि त। मैले यसो सोचेर हेरेको यो दुख्यो मात्रै त हुँदैन नि त। रोगहरु हुन्छ नि त। कमन रोग कस्तो हुन्छ त? ब्लड प्रेसर हाई को केचु गा आगाते मास मेरो ब्लड प्रेसर हाई भएको छ। केचु आछु भन्छ। अरु के हुन्छ नेपालमा रोगहरुको नाम हजुरले बताइदिनुस्। हजुरले कमेन्ट गर्नु होला। मैले फेरि त्यसको ठुलठुलो रोगहरुको नाम फेरि बनाउँछु अर्कोमा। नर्मल कमनली हुने कुराहरु बनाइसके मैले। अरु त के हुन्छ त? सुगर भन्छ नि त। तोन्यो बेउ भन्छ के सुगरलाई चाहिँ तोन्यो बेउ भन्छ। अनि अर्को कुरा हस्पिटलमा जानुभयो भने लेडिज हुनुहुन्छ भने चाहिँ ओके लेडिजको लागि मैले भन्न बिर्सेछु अस्ति यो दुख्यो भन्दाखेरि पेट दुख्यो त भन्छ। मैले पेट दुख्नेलाई चाहिँ ओनाकाकाइटाइटिस भनेर भन्छ भने थिएँ। यदि हजुर चाहिँ लेडिज हुनुहुन्छ भने चाहिँ यदि मिन्स भएको बेलामा पेन भएको मेन्सुरेसनल पेन भनेर भन्छ नि त। पिरियड पेन भन्नेलाई चाहिँ सेरिचु भन्छ के। मलाई चाहिँ पिरियड पेन भएको छ अथवा पिरियड क्राम्प भएको छ भनेर भन्छ नि त इङ्ग्लिसमा। त्यसलाई चाहिँ सेरिचु देश। मलाई चाहिँ यता सबै दुखिरहेको छ के भएको छ सबै इन्क्लुड गर्छ के। सेरी भनेको चाहिँ पिरियड भनेर भनेको। अनि चु भनेको चाहिँ इटाई भनेर भनेको खान्छ हो। अनि सेरी दे ओनाकाका इटाइस भन्नु पनि हो। सेरी भनेको चाहिँ मिन्स भएको भन्ने हो। अनि ओनाकाका इटाइटिस भनेको चाहिँ पेट दुखेको भनेर है त। अनि चाहिँ हजुरहरु चाहिँ इमा वहाँ गयो भने चाहिँ हस्पिटलमा गएको बेलामा चाहिँ इमा सेरिचु देशका अथवा निन्सिन्चु देशका भनेर सोध्ने क्वेसन धेरै हुन्छ है त। आर यु अन्डर पिरियड चलिरहेको छ हजुरको अथवा लास्ट डे पिरियड कहिले हो भएको भनेर सोध्न सक्छ। अनि अर्को चाहिँ निन्सिन्चु देशका भनेर पनि सोध्छ है धेरै जसो हस्पिटलभित्र सोध्ने कुरा। अझै एउटा कुरा चाहिँ यदि बच्चा भएको मम्मीहरु हुनुहुन्छ भने चाहिँ जुनिउचु देशका भनेर भन्छ कि हजुरको दुध खाने बच्चा छ भनेर सोधेको चाहिँ। त्यसअनुसार हस्पिटलको औषधिहरु फरक हुने कारणले लेडिजको लागि सोधिने प्रश्न एक्स्ट्रा प्रश्न यति हो। निन्सिन्चुदेशका आर यु प्रेग्नेन्ट? अनि त्यसपछि जुनिउचु देशका जुनिउस्तेमास्का भनेर पनि भन्न सक्छ। अलिकति गाह्रो छ शब्द सम्झेर हेर्नु होला है त। अनि भयो अब नन्तनको अस्ति छुटेको कुराहरु आज भनिसके। अझै पनि केही छुटेको छ भने कमेन्ट गर्न नबिर्सिनु होला है त। आज मेन कुरा हो हस्पिटलको नाम भनौँ भन्ने कुरा। माथिबाटै जाउँ है त आज पनि। कि त हस्पिटलको नाम मैले धेरै हुन्छ क्या धेरै यहीँको जापानको मान्छेहरूले पनि मलाई यस्तो दुखेको छ यो बेला कुन हस्पिटल जान्छन् रे भनेर सोच्नेसम्म बाध्य गराउँछ क्या। नर्मल कुराहरु भने चाहिँ नाइकामा जान्छ। पेटको समस्या छातीहरु दुखेको छ अलि केही भएको छ नाइका भनेको शरीरको भित्र सबै देखाउने चेकअप गर्नेलाई चाहिँ नाइका भन्छ। नाइ भनेको भित्र का भनेको चाहिँ लोजी भन्ने हुन्छ नि लास्ट शब्द त्यही हो के। का भन्छ के सबैकोमा। नाइका भनेको चाहिँ मेन कुरा मेन यहाँ दुखेको बेलामा अब नक्कन घाँटीकोलाई चाहिँ जिबिङको का भन्छ के। तर लामो छ डोन्ट वरी यसको सुपर इजी वर्ड छ जीविका भनेर भनिन्छ कि। जीविङको का हो तर जीविका सबैले त्यही जीविका भनेर सम्झिन्छ भन्छ। गाङका आँखाको चाहिँ गाङका। अनि खान्जी देख्नु भने सुपर इजी छ के। गान भनेको आँखाको खान्जी हो। का भनेको चाहिँ का। अनि जीविका जी भनेको चाहिँ कानको नाकको अनि कान नाक का भनेर लेख्छ के। त्यस्तरी बनाएको हुन्छ के। नक्कन घाँटी भनेको चाहिँ जिबिङको का भयो। अनि त्यसपछि हड्डीहरुको ढाडहरुको कम्मरहरुको चाहिँ सेको चुइङ भन्ने र
सेके गेका भन्ने दुईवटा हुन्छ क्या। सेको चुइन हो भने चाहिँ के डिफ्रेन्ट हुन्छ, यो हस्पिटल हेरी गर्ने कुरा धेरै फरक हुन्छ क्या। सेके गेका हो भने चाहिँ अफकोर्स हजुरले हड्डी फ्र्याक्चरहरू भएको, भाँचिएको, चोटपटक लाएर हड्डीमा त्यस्तो भएकोहरूमा चाहिँ जेत्तै सेके गेका हो, त्यो अपरेसन सर्सन गर्ने त्यस्तो चाहिँ जेत्तै सेके गेका हो। तर ढाड दुखेको छ, यता दुखेको छ, हड्डी दुखेको छ, यस्तो यस्तो कुराहरू चाहिँ धेरै जसो सेको चुइनमा गर्छ, कहिलेकाहीँ चाहिँ सेके गेकामा जा है पनि भनेर पठाउन सक्छ। त्यसैले सेको चुइन सेके गेका दुईवटा सम्झौँ है त, सेके गेका। अनि त्यसपछि लेडिजको लागि भयो पेटहरूकोमा भनेर यहाँबाट जाँदै गर्दाखेरि पेटहरूको फुजिङ्का भनेको चाहिँ लेडिज क्लिनिक भनेर भने हो, तर इङ्ग्लिसमा लेडिज क्लिनिक भने जस्तै लेडिज क्लिनिकको पनि भन्छ क्या, त्यही लेखेको पनि हुन्छ फुजिङ्का। अनि डेलिभरीहरू सबै गर्न मिल्ने ठाउँलाई धेरै जसो साम फुजिङ्का भन्छ। फुजिङ्का लेडिज क्लिनिक अनि साम फुजिङ्का, यिनी तिनटै भनेको चाहिँ लेडिज हस्पिटल भनेर पनि आयो। काहीँ काहीँ चाहिँ हुन्छ हुन्न, त्यो हजुरले आफै डेलिभरी मात्रै हो कि चेकअप पनि हुन्छ, काहीँ हुन्छ काहीँ हुँदैन क्या, त्यो चाहिँ आफै बुझेर हेर्नुलाई त। अर्को चाहिँ नाक चिलाइराख्ने, सिगान आइराख्ने, अनि कता आछ्यो आछ्यो आइराख्ने, त्यस्तो बेलामा चाहिँ नाक कान घाँटीको नभएर आरेरुगिका भन्छ क्या। एलर्जी भनेको आरेरुगी भन्छ, आरेरुगिका भनेर भन्छ। त्यो एलर्जीको सिम्टम्सहरू भयो भने चाहिँ आरेरुगिका भनेर भयो। अनि त्यसपछि अनि दाँतको भन्नु बिर्सेछु, सिका भनेर भन्छ दाँतकोलाई चाहिँ, अथवा हाइसा सानो पनि भन्छ क्या। हा भनेको दाँत, इसा भनेको चाहिँ हस्पिटल हो, हाइसा सान इत्यादि मास्ता भनेर भन्छ क्या। हाइसा सान ओके। बच्चाको हस्पिटलमा चाहिँ सोनिका बच्चाको हस्पिटललाई, अनि सबै भएको एकै ठाउँ भएकोलाई चाहिँ सोगो बेउइन भनेर भन्छ भनेर मैले अस्ति पनि भनेको थिएँ। सोगो बेउइन भनेको चाहिँ धेरै एकै ठाउँ भएकोलाई चाहिँ जम्मा, सोगो भनेको चाहिँ जम्मा हुने भने सोगो बेउइन भनेको चाहिँ जम्मा भएको सबै धेरै जस्तो भएको हस्पिटल। तर ठुलो हस्पिटल चाहिँ हामी डाइरेक्ट जानु मिल्दैन कि जापानमा चाहिँ। अब म दाँतको हस्पिटल गएँ, दाँतले यिनीहरूले गर्न थाले, अहिले कम्प्लिकेटेड केस रहेछ, ठुलो बेउइनमा रिफर गर्ने भनेर भन्छ नि, बल्ल ठुलो बेउइनमा पठाउँछ कि ठुल्ठुलो बेउइनमा, त्यसलाई चाहिँ रियल बेउइन भनेर भन्छ कि। अरूहरूलाई चाहिँ क्लिनिक भने जस्तो हो कि, आफ्नो आफ्नो ठाउँमा चेकअप गर्छन्। अलि अब अपरेसन गर्ने ठाउँहरू पनि हुन्छ। तर मैले सिङ्केका भनेर भनेको थिएँ, के भने मलाई भर्खरै याद आयो कि मैले सुरुमा चाहिँ सिङ्केका भनेको चाहिँ नर्भ हो क्या, नर्भहरूको सम्बन्धी। नेपालमा चाहिँ उसको नसा चापेको छ अरे, अनि झम्झमाउँछ अरे, के भन्छ नि, त्यो नसा चापेको होइन के, सिङ्के भनेको नर्भ भन्ने हुन्छन्, जुन नर्भले चाहिँ हामीलाई यहाँ चित्त गरेर पोल्यो भने त्यो नर्भहरूले चाहिँ दिमागमा सिग्नल पठाउने वाला सारा तार हुन्छन् कि शरीरको भित्रभित्र। अब त्यो कुरा सिकाउने कुरा त भएन मैले, जस्ट नर्भ भन्ने के हो भन्न खोजेँ है त। सिङ्केका भनेको चाहिँ नर्भको बारेमा हो, सोच्दै नसोचिकन मुइसिकिनोमामा भन्छ के। मुइसिकी भनेको चाहिँ कस्तो कुरामा थाहा थियो, तर एक्कासी के बोलेछु मैले मुइसिकिनोमामा चापी लगाएछु, मलाई त चापी लगाएको ख्याल पनि छैन। मुइसिकिनोमामा चापी कता राखेको छु थाहा छैन, मुइसिकी भन्छ कि, दिमागमा नभएको कुरा कति बेला भनेछु यादै भएन, भर्खरै बोल्दा पो याद भयो मलाई त। सेसिन टेकी न बेउकी, सेसिन भनेको चाहिँ दिमागी भने अब के, सेसिङ्का भनेको चाहिँ दिमागको है, अनि सिङ्केका भनेको चाहिँ नर्भहरूको हस्पिटल है त। उस्तै एउटै हस्पिटलभित्र राखेको पनि हुन्छ, तर एकदम डिफ्रेन्ट हुने कारणले हड्डीहरूको ठाउँमा पनि फेरि त्यो नर्भहरूको पनि गर्छ क्या। त्यसैले दुइटै कुरा चाहिँ दिमागमा गएर कनेक्ट हुने, दिमागको कुराहरू हुने भएको कारणले सेसिङ्का अनि सिङ्केका सबै छ भनेर लेखेको ठाउँमा पनि हुन्छ। सेसिन भनेको चाहिँ दिमागी भनेर भनेको, सेसिन टेक्ने चुकारेहरू भनेर भन्छ क्या। अब म मेरो सिनियरसँग खाना खान गएको रमाइलो भन्दा पनि चुकारेर हुन्छ क्या, दिमाग चुकारेर हुन्छ कि, एकदम सोचेर बोल्नुपर्छ, के भन्छ भन्ने हुन्छ। त्यही भएर सेसिन्तेकी चुराई भनेर भन्छ, दिमाग कुरा खेलिराख्छ। त्यसरी सेसिन्तेकी न बेउकी भनेर भन्छ। सेसिन भनेको चाहिँ दिमागको, अनि सिङ्के भनेको चाहिँ नर्भ न्युरो भनेर भने हो। तर अब त्यो कता के हुन्छ त्यो हस्पिटल हेरी पुरै फरक हुन्छ। हजुरले फोन गरेर मलाई यस्तो भएको छ, यो हजुरको हस्पिटलमा चाहिँ हेर्छ कि नै भन्यो भने यो यहाँ नभएर उता जा है भनेर पठाउँछ कि। हजुरले आफ्नो सिम्टम्स भन्नुभयो भने ओके, सिम्टम्स
हस्पिटल के भन्छ भन्नु बिर्से चाहिँ सोजो सोजो सेते कुदासाई भनेर भन्छ क्या सोजो भनेको चाहिँ कस्तो कस्तो सिम्टम आइरहेको छ त तपाईँलाई सोजो भनेर भन्नुहोस् भनेर भन्छ फोनमै मैले भनेको थिएँ नि त फर्स्ट टाइम चाहिँ हजुरले के हो वा हाजिमेते देस्केदो यो याको इरिमस्का भनेर फोन गर्नु होला भनेर भनेको थिएँ नि त त्यहाँ चाहिँ हजुरले उताबाट सोध्छ क्या दो सारे मस्ताका भनेर सोध्छ भनेर भनेको थिएँ नि त्यो बेलामा चाहिँ मलाई यस्तो भएको छ भनेर भन्ने बेलामा हजुरको सिम्टम्स भन्नुहोस् अनि हाम्रो हस्पिटलमा चाहिँ अलि हेर्दैन त्यसमा जानुहोस् अब सिङ्कामा चाहिँ हेर्दैन सिङ्केकामा जानुहोस् न त भनेर भन्छ कि त्यो हस्पिटल हेरी हेरी पुरै फरक हुन्छ यो जापानिजहरू पनि कन्फ्युज भएको कारणले यहाँ चाहिँ यो हेर्छ कि नै भनेर खाकुनिन गरेर मात्रै जान्छन् खाकुनिन सुरु खाकुनिन भनेको चाहिँ चेक गर्ने राम्रोसँग चेक गरेर मात्रै जान्छन् त्यसैले हजुरहरूलाई पनि त्यस्तै भएको छ भने फोन गरेर सोधेर अनि बुझेर मात्रै जानु होला यता सिधै जान नपाइने हस्पिटलहरू पनि हुन्छन् सिधै ठुलो हस्पिटल देखेछु मैले अनि त्यहाँ हस्पिटल जान्छु भनेर चाहिँ जानु नपाउने हस्पिटलहरू पनि हुन्छन् रिफर लेटर चाहिन्छ जुन रिफर लेटर हजुरले अरू हस्पिटलमा गएर चेकअप गरेर यहाँ चाहिँ अलि भएन मलाई ठुलो हस्पिटल पठाइदेऊ भनेर त्यहाँबाट लेटर लेख्छन् त्यो लेटरको पनि पैसा लिन्छन् अनि बल्ल ठुलो हस्पिटलमा जानु पाइन्छ नआयो भने चाहिँ डाइरेक्ट जान नपाइने चाहिँ होइन गयो भने चाहिँ एकदम महँगो पैसा लाग्छ क्या त्यसैले ठुलो बिरामी भयो भने सानोबाट चेकअप गर्दै जाने सिस्टम बनाएको होला सायद हजुरहरूले यो बाहेक अरू केही नै केहीलाई चाहिँ के भन्छ भनेर ओके मलाई अस्ति भन्नुभएको थियो एकजनाले यो के भन्छ पिलो आएको लागि भनेर भन्छ भन्नुभएको थियो ओदेकी भनेर भन्छ क्या देखी ओदेकी गा अरिमास ओदेकी भनेर भन्छ क्या देखी मोनो भनेर भन्छ ओदेकी भनेको चाहिँ पिलो है ठुल्ठुलो यत्रो हुन्छ नि त ठ्याक्कै याद आयो भर्खर भन्नुभएको बेला अरू कुनै कुरा नेपालको यस्तो भएकोलाई यस्तो के भन्छ भनेर कुनै प्रश्न छ भने कमेन्टमा छोड्न नबिर्सनु होला लाइक गर्नु होला सेयर पनि गर्न नबिर्सनु होला साथीसम्म अनि हजुरलाई केही छ भने कमेन्ट गर्न पनि नबिर्सनु है त बाई बाई सी यू हस्पिटलको नाम तनको कुरा सकिएको छ अझै पनि केही कुरा बाँकी छ यो बेलामा के गर्छ कस्तो छ भनेर भन्ने कुरा छ भने एकजनाले रिक्वेस्ट गर्नुभएको थियो अस्ति लेडिज क्लिनिकमा जाने बेलामा प्रोसेस कस्तो हुन्छ प्रेग्नेन्सी भएपछि भन्नुभएको थियो त्यसको बारेमा चाहिँ छुट्टै एउटा भिडियो आउँदैछ त्यो बाहेकको कुनै प्रश्न छ भने चाहिँ मलाई कमेन्टमा सोध्न नबिर्सनु होला है त बाई बाई सी यू आरिगातो गोजाइमास